नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौं। मन्त्री शाहद्वारा सर्लाहीमा पीसीआर प्रयोगशालाको उद्घाटन सम्बन्धी प्रसंगबाट। प्रदेश नम्बर 2 सरकारका सामाजिक विकास मन्त्री नवल किशोर शाहले आज मलंगवा अस्पतालमा सर्लाहीमा आजदेखि सञ्चालन हुने गरी पीसीआर प्रयोगशालाको समुद्घाटन गर्नुभएको छ। प्रदेश नम्बर 2 बाट सहयोग प्राप्त पीसीआर प्रयोगशालाको उद्घाटन भएको हो। यससँगै प्रदेश सरकारले एउटा सब वाहन र एम्बुलेन्स समेत सहयोग गरेका छन्। ढिलो भए पनि पीसीआर प्रयोगशाला सञ्चालन भएपछि जिल्लाका आम जनतालाई वीरगञ्ज र जनकपुरमा कोरोना चेक जाँच गराउने झन्झटबाट छुटकारा भएको संघीय सांसद प्रमोद शाहले बताउनु भएको छ। यो दुईवटा वाहन पनि आजदेखि सञ्चालन हुने मलंगवा अस्पताल सर्लाहीका लेखा अधिकृत सुदीप गौतमले बताउनु भएको छ। भन्सार छुटमा खरिद गरिएको यो दुईवटा वाहन सञ्चालन भएपछि सर्लाहीका जनताले थप सुविधा पाएको गौतमले बताउनुभयो। पीसीआर प्रयोगशाला मलंगवामा उद्घाटन भएपछि स्थानीयहरूले खुशी व्यक्त गरेका छन्। सर्लाहीमा आजसम्ममा 135 जनाको पीसीआर चेक जाँच भएकोमा 47 जना व्यक्ति कोरोना संक्रमित भएको छ भने 4 जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभएको छ। प्रदेश नम्बर 2 सरकारको ढिला सुस्तीका कारण प्रादेशिक अस्पताल जनकपुर धामले अझै कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकेको छैन। कर्मचारी अभाव र बजेट अभावमा प्राविधिक काम नहुँदा कोभिड अस्पताल सञ्चालनमा आउन सकेको छैन। प्रादेशिक अस्पतालकै मातहतमा रहेको जनकपुर नर्सिङ कलेजमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन आवश्यक कामहरू भइरहेको छ। यसअघि सो नर्सिङ कलेजमा आइसोलेसन सेन्टर सञ्चालन गरिएको थियो। बिहीबार नर्सिङ कलेजमा पुग्दा सीसी क्यामेरा जडानको कार्य भइरहेको पाइयो। त्यस बाहेकका व्यवस्थापन अझै मिलाउन सकिएको छैन। बेडहरू लथालिङ्ग अवस्थामा पाइएको छ। कोभिड अस्पताल निर्माणमा ढिलाइ भएपछि तत्काल 10 बेडको एसडीयू सञ्चालन गरिएको छ। बिहीबार दिउँसो त्यहाँ कोभिडका शंकास्पद 3 जना र संक्रमित 3 जना बिरामी भर्ना भएका थिए। एक कर्मचारीका अनुसार शंकास्पद व्यक्तिका पीसीआर परीक्षणको लागि स्वाब प्रयोगशाला पठाइएको छ। संक्रमित 2 जनाको अवस्था सामान्य र 1 जना अक्सिजनको सपोर्टमा छन्। प्रादेशिक अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट मेसु डाक्टर प्रमोद यादवले 38 एसडीयू बेड र 25 आईसीयू बेड भएको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारीमा लागेको बताउनु भएको छ। थप एसडीयू र आईसीयू बेड सञ्चालनमा ल्याउन टेक्निकल काम बाँकी छ उहाँले भन्नुभयो। कोरोना संक्रमण भएका सामान्य बिरामीलाई होम आइसोलेसनमै पठाउने र समस्या भएपछि मात्र सञ्चालनमा ल्याउने कोभिड अस्पतालमा भर्ना लिने मेसु यादवले बताउनु भएको छ। प्रादेशिक अस्पतालले सञ्चालनमा ल्याउन लागेको कोभिड अस्पताल 4 भेन्टिलेटर हुनेछ। मेसु डाक्टर यादवले 4 भेन्टिलेटर मध्ये एउटा बिग्रिएको र मर्मत कार्य भइरहेको जानकारी दिनुभएको छ। पर्सामा थप 3 जना कोरोना संक्रमितको मृत्यु भएको छ। 3 जनाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ। वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका 3 की 47 वर्षीय महिला, वडा नम्बर 16 नगुवाकी 48 वर्षीय महिला र 12 को जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 24 का 77 वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभएको छ। यो सहित पर्सामा पछिल्लो 5 दिनमा 5 नारायणी अस्पतालमा उपचाररत 15 कोरोना संक्रमितको मृत्यु भइसकेको छ। सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाई गर्न थालेको छ। पहिलो दिनमा केही खोकुलो गरिए पनि अब कडाई गरिने गृह मन्त्रालयका अधिकारीहरूको भनाइ छ। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खोकुलो बनाइए पनि आजबाट कडाईका साथ पालना गराइने बताउनु भएको छ। ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र 3मा सवार यात्रुहरू समस्यामा परेकाले केही खोकुलो बनाइए पनि अब कडाई गरिने उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले 8 जनालाई नियन्त्रणमा लिएकोमा
प्रति व्यक्ति 9,100 रुपैयाँ जरिवाना तिर्न नसकेका 3 जना कारागार चलान भएका हुन्। कारागार चलान भएकाहरूमा रूपन्देहीको मायादेवी गाउँपालिका 4 का 27 वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका 8 का 28 वर्षीय श्याम दुबे र मायादेवी 2 का 34 वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताउनु भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि 21 जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी भएको छ। दाङ समेत पूर्ण निषेधाज्ञा लागू भए पनि गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जिल्लाहरूको विवरणमा दाङ उल्लेख छैन। काठमाडौँ उपत्यकामा बिहीबार बिहान 6 बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी भएको छ। निषेधाज्ञा पालना गराउन ठाउँ ठाउँमा प्रहरी टोली परिचालन गरी सवारी साधन जाँच गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले सवारी जाँचलाई आज थप कडाई गरिने बताउनु भएको छ। सरकारले निषेधाज्ञालाई पूर्ण पालना गर्न आग्रह गर्दै आइरहेको छ। कोरोना भाइरसबाट संक्रमित पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ। उहाँलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो। उहाँमा श्वास प्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा राखिएको थियो। आज पनि उहाँलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ। पूर्व अधिराज कुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ। उहाँलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन। उनीहरू तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए। त्यसको केही दिन अघि उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना महामारीको बीच प्रदेश नम्बर 2 को सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ। असार 1 मा प्रदेश सरकारले बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसको तयारीमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय जुटेको छ। त्यसको लागि चैत 29 मै सबै मन्त्रालय तथा बजेटसँग सम्बन्धित सबै युनिटलाई बजेट तर्जुमा मार्गदर्शन र बजेट सिलिङमा पठाइसकेको आर्थिक मामिला मन्त्रालयका सचिव काशीराज दाहालले जानकारी दिनुभएको छ। कोरोना संकटको व्यवस्थापन, दिगो विकास, नतिजामुखी तथा सबै क्षेत्रलाई समेट्ने गरी आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेको सचिव दाहालले बताउनु भएको छ। संघीय सरकारले आगामी आर्थिक वर्षको लागि सामान्यकरण अनुदान, राजस्व बाँडफाँड, सरसर्त अनुदान, समपूरक बजेट तथा विशेष अनुदान सहितको सिलिङ आफूहरूलाई पठाइसकेको उल्लेख गर्दै सचिव दाहालले भन्नुभयो, विगतका वर्षहरूभन्दा आगामी आर्थिक वर्षमा संघीय सरकारबाट आउने रकम तुलनात्मक रूपमा कम छ। त्यस हिसाबले आगामी आर्थिक वर्षको बजेटको आकार पनि कम हुन सक्छ। प्रदेशको जनसंख्याको 70% भूगोल, 15% र 15% गरीबलाई आधार मानेर संघीय सरकारले अनुदान दिने गरेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले आफ्नो आमदानीमा जग्गा रजिस्ट्रेसन, विज्ञापन कर, मनोरञ्जन कर, सवारी कर लगायतबाट आउने राजस्वलाई बजेटमा समावेश गर्नेछ। पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ। कालिकामाई गाउँपालिकाको वडा नम्बर 2 बेडीहारी निवासी अध्यक्ष कुशवाहाको 79 वर्षको उमेरमा शुक्रबार बिहान 2 बजे मृत्यु भएको हो। सुरुमा ज्वरो र पछि निमोनियाको कारण स्वास्थ्य स्थिति खराब भएको थियो। 4 पटक स्थानीय निकायको अध्यक्षमा निर्वाचित भएका कुशवाहाको निधनको खबरले गाउँ नै शोकमा डुबेको छ। 7 वटै प्रदेशमा पर्ने गरी मुलुकभर 12 वटा स्मार्ट शहरको निर्माण प्रक्रिया अगाडि बढेको छ। सरकारले नयाँ स्मार्ट शहर निर्माणका लागि निर्माण गरी बजेट निकासा लगायतका काम अगाडि बढाएको हो। गएको चैत 30 गते बसेको मन्त्री परिषदको बैठकले नयाँ स्मार्ट शहर निर्माणका त्यसको नाम ठाउँबारे निर्णय गरेको थियो। सरकारले स्मार्ट शहर निर्माण आयोजनालाई गेम चेन्जर आयोजनाका रूपमा अगाडि बढाएको छ। शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर विकास आयोजनाका प्रमुख रोशन श्रेष्ठले देशैभरि 12 वटा स्मार्ट सिटी निर्माण गर्ने मन्त्री परिषदको निर्णयसँगै
सोको बजेट निकासा, अध्ययन, डिजाइन, निर्माण तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यासको तयारी भइरहेको जानकारी दिनुभएको छ। मन्त्री परिषदको बैठकले प्रदेश नम्बर 1 को धनकुटा र गौरीगञ्ज, प्रदेश नम्बर 2 को रौतहट जिल्लाको मौलापुर र चन्द्रपुर, बागमती प्रदेशको काभ्रेको काभ्रे भ्याली र भक्तपुरको गुण्डुलाई स्मार्ट सहर निर्माण गर्ने निर्णय गरेको थियो। त्यसैगरी गण्डकी प्रदेशको वालिङ, लुम्बिनीको लुम्बिनी र तुलसीपुर, कर्णालीको दुल्लु तथा सुदूरपश्चिमको भीमदत्त र अमरगढी नामका स्मार्ट सहर निर्माण गर्ने निर्णय गरिएको थियो। 12वटा स्मार्ट सहर मध्ये 11वटा नयाँ सहर विकास आयोजना अन्तर्गत तथा भक्तपुरको गुण्डुलाई उपत्यका विकास प्राधिकरण अन्तर्गत स्मार्ट सहर निर्माण गर्न लागि हो। मुलुकभरि 12वटा स्मार्ट सहर निर्माण गर्ने सरकारको नीतिगत निर्णयसँगै वातावरणीय अध्ययनका साथै त्यसको निर्माणका लागि बोलपत्र आह्वान गर्न मन्त्रालयले आवश्यक तयारी सुरु गरिसकेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ। प्रस्तावित प्रत्येक स्मार्ट सहर निर्माणका लागि 1 अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उहाँले बताउनु भएको छ। विश्व स्वास्थ्य संगठन WHO प्रमुखले कोरोना विरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गर्नु भएको छ। विश्वमा धनी देशसँग 82% खोप रहेको तर गरिब देशको पहुँचमा 0.3% मात्र रहेको WHO को भनाइ छ। एक कार्यक्रममा WHO प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले सो अभिव्यक्ति दिनुभएको हो। उहाँका अनुसार विश्वभर अझै पनि 1 अरब भन्दा बढी कोरोना विरुद्धको डोज छ। महामारीमा कोरोना विरुद्धको खोप सबैको पहुँचमा पुर्याउने सबैभन्दा ठूलो चुनौती छ, किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडी हो। कोरोना महामारीलाई नियन्त्रणमा लिन अहिले एकमात्र उपाय धेरै भन्दा धेरै व्यक्तिलाई खोप दिनु नै रहेको WHO प्रमुखको भनाइ छ। शुक्रबार नेपाली बजारमा सुनको मूल्य 1100 रुपैयाँले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार प्रतितोला 90,800 रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार 1100 रुपैयाँले घटेर 89,900 रुपैयाँ कायम भएको हो। यता तेजाबी सुनको मूल्य शुक्रबार प्रतितोला 89,450 रुपैयाँमा कायम भएको छ। शुक्रबार प्रतितोला अधिकतम 1,100 रुपैयाँले सुनको मूल्य घटेको बेला यता चाँदीको मूल्यमा गिरावट आएको छ। महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला 20 रुपैयाँले गिरावट आउँदै 1,295 रुपैयाँ कायम भएको छ। CEDB हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको IPOमा आज शुक्रबारदेखि आवेदन खुल्ला भएको छ। प्रति किता 100 अंकित दरको 25,18,230 किता साधारण शेयर आजदेखि आवेदन खुल्ला भएको हो। IPO को कंपनीले 2% अर्थात 50,365 किता शेयर कर्मचारी र 5% ले हुने 1,25,911 किता शेयर म्युचुअल फन्डलाई छुट्याएको छ। बाँकी 23,41,954 किता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको छ। यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा 4.40 मेगावाटको राधी विद्युत कम्पनी र 0.18 मेगावाटको यागे खोला जलविद्युत आयोजना गरी 2वटा हाइड्रो पावर परियोजना सञ्चालनमा छन्। कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी 3वटा आयोजना निर्माण भइरहेका छन्। कम्पनीको लगानी रहेको सवा मकालु गाउँपालिका 2 मा 45 मेगावाटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ। पछिल्लो समय आवेदकहरूको संख्या उच्च हुँदै गएका कारण गोला प्रथाबाट 10 किता मात्रै पनि धेरै कमले पाउनेछन्। यस अर्थमा 10 किताका लागि आवेदन दिए पनि पर्याप्त हुने देखिन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग।
भारतमा कोरोना संक्रमणबाट एकै दिनमा 3600 भन्दा धेरैको ज्यान गएको छ। युके भेरिएन्ट र भारतमै देखिएको नयाँ भेरिएन्ट सहितको कोरोना महामारीको दोस्रो लहर खेपिरहेका भारतमा पछिल्लो 24 घण्टामै 3500 भन्दा धेरैको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। यस्तै एकै दिन 3,86,800 भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन संक्रमण पुष्टि र ज्यान गुमाउनेको संख्या यो अहिलेसम्मकै धेरै भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। संक्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको छ। यसै बीचमा ब्राजिलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या 4 लाख नागेको छ। पछिल्लो 24 घण्टामा 2843 जना सहितका ब्राजिलमा अहिलेसम्ममा 4,01,186 जनाको ज्यान गएको हो। भारतपछि ब्राजिलमा पनि महामारीको संकट उत्कर्षमा रहेको छ। विश्वमा अहिलेसम्ममा 15 करोड 10 लाख जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने 31,77,000 भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। 12 करोड 84 लाख भन्दा धेरै निको भएका छन्। अब खेल प्रसंग। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई 7 विकेटले हराएको छ। अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको 155 रनको लक्ष्य दिल्लीले 16 ओभर 3 बलमा मात्र 3 विकेट गुमाएर भेट्टायो। दिल्लीका पृथ्वी शले 82 रनको अर्धशतकीय पारी खेले। त्यस्तै शिखर धवनले 46, ऋषभ पन्तले 16 रन जोडे। कोलकाताका पाट कुमिन्सले 3 विकेट लिएका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले 20 ओभरमा 6 विकेट गुमाएर 154 रन बनाएको थियो। कोलकाताका आन्द्रे रसेलले अभिजित 45 रन बनाए। त्यस्तै शुभमन गिलले 43 रन जोडे। दिल्लीका अक्षर पटेल र ललित यादवले 2-2 विकेट लिएका थिए। जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ। दिल्लीले 7 खेलमा 5 मा जित निकालेर 10 अङ्क जोडेको छ। 5औं स्थानको कोलकाताले 7 खेलमा 5 मा हार बेहोरेको छ। कोलकाताको 4 अङ्क छ। हौस् त यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।